ल तपाईहरु यो एपमा चाहिँ धेरैजना जोइन पनि भइसक्नु भएको छ है। तपाईहरुलाई मैले पर्सनली गाइड गर्छु भनेको थिएँ। यहाँ तपाईहरुलाई मैले मेसेज गरेको छु, प्लिज रिप्लाई दिनु होला है। यसमा आइडी चाहिँ तपाईले जीवनमा एकचोटी मात्रै बनाउन पाउनुहुन्छ के, त्यस्तो हो। त्यसरी कुरा बुझ्नु होला ल। जीवनमा तपाईले एकचोटी आइडी बनाउन पाउनुहुन्छ, भेरिफाइड आइडी। त्यसपछि तपाईले पछि यो एपको बारेमा अझै राम्रो कुरा सुनेर तपाईलाई त्यतिखेर जोइन गर्न मन लाग्यो भने तपाईको लागि त्यो अवसर गुम्न सक्छ, किनभने तपाईले अहिले नै आइडी बनाएर बिगार्नु भएको हुन्छ। त्यसैले तपाईहरुले त्यो गल्ती नगर्नको लागि मैले फेरि पनि तपाईहरुलाई रिक्वेस्ट गरे, तपाईहरुले आइडी बनाउँदाखेरि कमेन्टमा त्यहाँ लिंक छ, त्यो ओपन गर्नु होला। त्यहाँ ओपन गरिसकेपछि यहाँ तपाईले मेरो एजेन्सी आइडी र त्यहाँ मेरो आफ्नै आइडी पनि तपाईले देखिराख्नु भएको छ है स्क्रिनमा। त्यो आइडी तपाईलाई इन्भाइट कोड भन्यो भने त्यो आइडी पनि लगाइदिनु होला। एजेन्सीमा गएर तपाईले त्यो आइडीलाई पनि लगाउनु होला। तपाईले आइडी बनाइसकेपछि तपाई यो इन्टरफेसमा आउनुहुन्छ। यो इन्टरफेसमा आइसकेपछि है तपाईले यदि केही बुझ्नु भएन, यहाँ आएर तपाईलाई चलाउनै आएन, केही गर्नै आएन भने तपाईले यहाँ स्क्रिनमा मेरो आइडी देख्नु भएको छ है, एजेन्सी आइडी अथवा मेरो यहाँ माई आइडी भनेर मैले मेन्सन गरेको छु हैन। त्यो आइडी यो 209/221 है। यसलाई तपाईले सर्च गर्नु होला। यहाँ आएर तपाईले यहाँ सर्चको आइकन देख्नुहुन्छ, एउटा डाडुको जस्तो आइकन है। यो डाडुको आइकनमा आएर तपाईले 209/221 है, सजिलो छ है आइडी। यसरी सर्च गर्नु होला है। यसरी सर्च गर्दा तपाईले पहिला मेरो भिडियो भेट्नुहुन्छ है, तपाईले मेरो आइडी भेट्नुहुन्छ। यहाँ मलाई फलो गर्नु होला अनि मेसेज गर्नु होला र तपाईले भन्नु होला है तपाईको समस्या के हो। तपाईले भेरिफाई गर्नुहुन्छ, भेरिफाई गरिसकेपछि म सिकाइदिन्छु है त। एकजना अब यहाँ सुदीक्षा भण्डारी उहाँ जोइन हुनु भएको छ है। उहाँले अब आइडी भेरिफाइड गर्नु भएको छैन। आइडी भेरिफाइड गरिसकेपछि उहाँले यहाँ टास्कमा गएर हेर्नुभयो भने उहाँले चाहिँ टास्कहरू 1 घण्टा लाइभ बस्दाखेरि $1 पाउनुहुन्छ। नेपाली त्यही 150 जति हुन्छ, 155 हुन्छ है। र 2 घण्टा लाइभ बस्दाखेरि उहाँले जम्मा कति त्यही 320 हो यस्तै पाउन सक्नुहुन्छ है। लाइभ चाहिँ बस्नु पर्यो है, उहाँले लाइभ बस्नु पर्यो। त्यही भएर तपाईहरुलाई फेरि पनि भन्छु, यदि तपाई यहाँ आएर आइडी बनाउँदाखेरि तपाईलाई केही आएन, यहाँ आएर फेस भेरिफाई गर्न कहाँ जाने भन्ने कुरा बिर्सिनु भयो भने तपाईले मेरो आइडी सर्च गरेर मलाई मेसेज गर्नु होला, म रिप्लाई दिन्छु है त। म यसमा पनि एक्टिभ नै भएर अहिले काम गरिरहेको छु। मैले यसमा आज मात्रै हैन है, मैले यो 2025 देखि नै चलाउँदै आएको एप भएकोले तपाईहरुलाई म एउटा प्रोपर गाइड चाहिँ गर्न सक्छु, यति चाहिँ ग्यारेन्टी हो। यदि तपाईहरु जोइन हुनुहुन्छ भने तपाईहरुलाई 1 हप्तासम्म तपाईलाई प्रोपर गाइड गरेर महिलाहरुले 1 हप्तामा यसमा 2100 रुपैयाँ कमाउनुहुन्छ। त्यो 2100 रुपैयाँ कमाउनको लागि चाहिँ म तपाईहरुलाई प्रोपर गाइड चाहिँ यसमा गर्नेछु है त 1 हप्तासम्म। त्यसको लागि तपाईहरु जोइन गर्नु होला है त। जोइन गर्नु होला। फेरि पनि भन्छु, आइडी नबिगार्नु होला। आइडी तपाईले जीवनमा एकचोटी मात्रै बनाउन पाउनुहुन्छ यसमा, किनभने एकचोटी अनुहार देखाएर भेरिफाई गरिसकेपछि अब अर्को चोटी तपाईले फेरि आइडी बनाउँछु, 2टा आइडी बनाउँछु भन्दा पाउनु हुँदैन, बुझ्नुभयो। त्यही भएर एउटै आइडी बनाउने, एउटै आइडीमा राम्रोसँग काम गर्ने है त। त्यो भएको हुनाले तपाईहरु जोइन गर्नु होला है त। तपाईहरु जतिजना जोइन हुन बाँकी हुनुहुन्छ, जो नयाँ हुनुहुन्छ यो फिल्डमा, अब बल्ल पाइला मात्रै टेकाउनु हुँदैछ भने पनि तपाईहरु आउनु होला। तपाईहरुलाई प्रोपर गाइड गर्न चाहिँ म छु। 1 हप्तामा महिलाहरुले फेरि पनि भन्छु 2100 रुपैयाँ विथड्र गर्न पाउनुहुन्छ ई-सेवा खल्ती बैंकमा है त। अब तपाईले विथड्रको प्रुफ चाहियो भने यहाँ फेरि देखाइदिन्छु म। तपाईले विथड्रमा जानुभयो भने है, विथड्रमा जानुभयो भने विथड्र नाउमा गर्नु होला। यहाँ मेरो अझै $6 देख्न सक्नुहुन्छ। अब रेकर्डमा जानुभयो भने तपाईले यहाँ 36 र $10 मैले विथड्र गरिसकेको छु है त। त्यो भएको हुनाले ढुक्क काम गर्ने हो, ढुक्कसँग। यसमा राम्रो छ छोरी मान्छेको लागि। छोरा मान्छेहरूले पनि आइडी बनाउँदाखेरि मैले भनिसकेको छु, यहाँ चाहिँ तपाईलाई एउटै भिडियो अपलोड गरेर पनि $3 सम्म तपाईले नेपाली त्यही 300-400 रुपैयाँ कमाउन सक्नुहुन्छ। यहाँ तपाईहरुलाई यसरी टास्क दिन्छ हैन। यो टास्कहरु तपाईहरुले कम्प्लिट गरेर पनि तपाईहरुले पनि कमाउन सक्नुहुन्छ है त। ल तपाईहरु जोइन हुनु भएको छैन भने जोइन गर्नु होला। र युट्युब च्यानलमा नयाँ हुनुहुन्छ, यस्तै भिडियोहरु हेर्न चाहनुहुन्छ भने युट्युब च्यानललाई सब्स्क्राइब गरेर पनि राख्नु होला। आगामी आउने नयाँ राम्रा एपको भिडियोहरु तपाईले सबैभन्दा पहिला पाउनुहुनेछ है त।